हेलो वेलकम ब्याक टु माई च्यानल इट्स मी रमेश ब्लग होइन हामी कहाँ हाम्रो अहिले ना यो भलारको होइन भलारकै उता पानी त फुट्नै पाइन्छ कि पानी खाने हाल्छ जसरी भेटिन्छ अहिले हामी यहाँ छौँ ईशान अनि म ट्युसन लिन ट्युसन यहाँ ट्युसन सल्छ हाम्रो गएर फेरि त्यसपछि नि के हुन्छ नि अब यहाँ चाहिँ चेपिया भ्यू देखिन्छ हामी नयाँ हुन्छ नि सब्सक्राइब गर्नु होला है आइस कन्ट्याक्ट हान्ने हो बिस्ने हेर्नु भयो यस्तो नजारा है ईशान के भन्दै नि त एक दुईवटा शब्द हिजोको कति भ्यू पुग्यो ल अहिले भन् 9 पुग्यो पुगेन अलिक पुगेको छैन ठोले हेर मैले एक बङ्तानी पुग्छ नपुगे नि अब यता रुटले तरकै इसान भयो हामीले त्यो अस्ति काफा खाना गएको थियौँ नि त्यो भिडियो अझै रहेछ कि मलाई त्यो हाल्ने किन हाल्ने होला हामी बहुत डाँडा पुगेर नि आइदिने 15 मिनट चिने हो को नि जति हुन् सर्लक्क तर यताको रोड त हालेर आएको नि खत्तम रहेछ नि यता त है यतिलाई देख नि कस्तो मिठो आउने त यार साइल त कति चोपी हो त स्कुल हो यार कोही पढ्न आउनु हुँदैन त्यहाँ आउनु भर्न आउनु ए वैशाख 5 गतेदेखि हुन् मात्र 500 मा विज्ञापन 2000 थियो विज्ञापन हान्दिएको हुन्छ कसैले आज मेरो पुरा जुत्ता डाउनै छैन यतापट्टि हान के हेर्न कस्तो दामी त के म त पेन्टले लाखाएँ त नि त्यहाँ सही त के खायो त्यहाँ है त्यो त हुनुपर्छ कि है लड्की घर हाम्रो घर त होइन उहाँ ठिक छ नि हाम्रो त काम तर रात नै उठेर आइदिएन नि त के हो 4 वर्ष गेम खेल्ने उठिन्थ्यो होइन ब चिया खाएर बुक गर्न पर्छ होइन हामी हाडी यहाँ आइसक्यौँ डेन्जर फुलेको छ तर लिचीको फुल त तँले त पहिलोचोटि हाल है यता म त दोस्रोचोटि यता त अहिले हान्छु म त भर्खर आएन चुनी र म आएको थियौँ के रजिन त आएन रजिन थिएन त्यतिखेर केही नि गरेन उनीहरूले एउटा रिलले बनाउने ठाउँमा चाहिँ रहेछ कि यता तर टिकटक बनाउनै हो क्या चार्जमा खाइदिएर केही नि भएन कत्रो हो लिची रुखा है डेन्जर रहेछ त मेरो लिची रुख त तर नफल्या हो भाइ फुल्या नफल्या चाहिँ त यसमा कत्रो रुख नि बाजेहरूको होला म घर त बना आज बङ हान्न लाग्यो बाजे तिमीले गर्दा माथि बिहान यता जाने यत्रो उकालो त लिन्न यत्रो आइसक्यो नि यार यहाँ अलग्गै हो उतिर जाने त यहाँ ऊ त जाना जहाँ तर साइनाको त खतरा हुने हाल्छ त बिहान उठेर आइदिइसकेदैन नि यस्तो पुरै डढेर लाएर है बङ हान्न आएको आधी घन्टा भइसक्यो बनायो तर जसले जे भने नि ईशान लास्ट आउने ठाउँ हो यार यो के अरे भन्दा नि ए हो ए सालधुप यार सालधुप गाइस कसले देख्नु भएको सालधुप होइन यही हो सालधुप भनेको यति कसैले चिन्नु भएन भने यो सालधुप चाहिँ के काम लाग्छ नि पूजामा काम लाग्छ कि यति बासब चाहिँ यो लरा हाल्यो भने
डेन्जर बसाउँछ यो पुरै यो सालधुप उ गरेर झिक्नले तासेको के पुरै एरुमा सालधुप पाउँदो रहेछ कि डिसमा यसमा यसमा तिनवटामा त्यही भएर तासेको क्या है सालधुप छ ए बाटो अब यार यहाँ त उच्चैमा आयो कि यहाँ अब यहीँ त यहाँनिर ठिक हुन्छ ठिक त कहाँ छ हाम्रो ओइ मुजी चेपेर सुकिया जस्तो त के अरे हिँड्छ नि यस चेपे के हो यो कुन ठाउँमा टिमुरी हो होइन यता त्यो जेठक कस्तो दामी देखेको त हिँड्दै गाउँ बजार सहरै यस्तो त के अरे हिँड्दै यहाँ क्यामेरामा नदेखियो होला होइन यो रियल आँखाबाट हेर्ने यस्तो दामी देखियो क्या अब मुनि गएर भेट्छौँ है होइन त हो अब मुनि गएर ल हामीले यहाँ पुरा औषधहरू टिपेर होइन त्यत्रो बनाइसकेँ टक्क अनि यो बुनेको मैले यहाँ औषध हाल्ने पुरै त लोड गर्ने हो होइन लोड गर्छौँ भिडियोमा लोड गरेको भिडियो टेन्जर टिप्यो त टेन्जर टिप्यो नि हामीले है टक्क यहाँ हिसान टेन्जर टिप्यो यस्तो कोही छैन क्या यहाँ उहाँ टिपेर आयो दामी यहाँ छ राख्न त भइमा एउटा अलि अडा राखेँ घोप्टे नि खाइन्छ घोप्ने त जान्छ जान्छ खामा औषधि ल खानु कति मिठो गुनी सल्ल जान्छ नि त यसले बेलुका हक्छु त्यही जान्छ दामी भयो है नुन हाल्नु है यो भोरी थियो भोरी चाहिँ थिएन यसो एक माना थियो एक माना बढी थियो होला बढी एक माना एक चौथो होइन एक माना एक चौथो थियो हाम्रो हिसाब त्यस्तो थियो मानाको हुन्छ कि हाम्रो कहिले पनि बाठान्नौँ डम्मो आउनु रहेछ पेट है 10K सब्सक्राइब 10K पुगेर भयो फिक्स 1K को पार्टी पनि हुन्छ यहाँ है हुन्छ नि किन 1K को हुन्छ 10K को हुन्छ यो भिडियोमा 15K पुग्यो भने त पार्टी होइन नयाँ वर्ष 20,000 को दामी मिठो इन्डिङमा आयो इसानले 7वटा मलाई 7वटा होइन ढाका टोपी यस्तै बनाइदिन्छु बनाउने है हाँसेर भन्दी नाकैमा मेरो झुम्को दामी त नि अन्त नेपालले राष्ट्र ढाका टोपी करुसको पातको यो टाउका लगाएको छ होइन मजा नि हामी होइन
यस्तो नजारा You sound sexy I'm sexy काफल नि खाने थियो कहाँ हो साइरनको त्यो है त्यो बुटो देख्न पाए भाइ त्यही बोलिन्छ अब काफलको के गेडा एक एक माना टिप्ने बेच्दै खाइदिनु म चाहिँ पहाड चढिरहने वाह के अन्त नि यसो केही भन्दैन ओइ कति राम्रो बर्ड फ्राई हेर्नु कति राम्रो फ्याँगर निशान तर अन्त धेरै पनि टाढा आएको छ नि त है कति 2-3 घन्टा त होला यता आएको है बढी होला है अहिले आएर अनि 10 बजे 10 बजे आयो भनेपछि त 1 बजे त बज्यो के बज्यो होला दारु लट्टेको जान्छ कति काटेर यस्तो लिची बोट रहेछ यहाँ सही आएको तर है धन्न आज माथिबाट नआयो अहिले तल आयो भाइ त है कस्तो मिठो देखेको हेर्ने रुखी छन् वान त्यो रुखमा इसान कस्तो राम्रो आएको के ओइ लिची त फल्याएछ नि त माथि त डेन्जर फल्याएछ कस्तो होला है बाह्र वेट साइको यो चाहिँ भलारको होइन होला कि भलारकै हो जेसी हो चाहिँ यहाँ डाँडाहरू सही देखिन्छ त है ओए यहाँको नजारा हेर्नु कस्तो दामी सर कस्तो राम्रो हात है तिमीलाई के बनाऊ लाग्यो मलाई सही हो नि होइन यहाँको भ्यू ऊ त स्कुल हो साल्टर स्कुल त्यो चाहिँ त्यो ऊ त देखा चेपे भइहाल्यो उहाँको सिरान डाँडा भइहाल्यो यिनीहरू ऊ त भलारको डाँडा भइहाल्यो अब इसान होइन के होइन अनि यो मलाई त चिनिहाल्दैन रहेछ चिन्न नचिन्ने कुरै भएन सर यस्तो यताको भ्यू आजको भिडियो यति नै हुन्छ मन पर्यो भने लाइक एन्ड सेयर सब्सक्राइब गर्नु नबिर्सनु होला यति भन्दै बिदा हुन्छु हस्त जय नेपाल